यदि राज्यले दायाँ बायाँ मुन्टो नबटार्ने हो भने भदौ 24 को घटनालाई लिएर रासोपाका बहालवाला सांसददेखि युट्युबरसम्मलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै एक गम्भीर तथ्यहरूको खुलासा गरेको छ, जहाँ पूर्व प्रधानमन्त्री सुशीला कार्की पनि अनुसन्धानको दायरामा तानिने छिन्। आयोगले भनेको छ कार्की सहित जेन्जी अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि सूक्ष्म अनुसन्धान गर्नु। चुनावपछि सरकार गठन भए लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई रातारात पक्राउ गरेर अनुसन्धान गरेको यो सरकारले अब आयोगले सिफारिस गरेका यी नामावलीहरूमाथि कस्तो कारबाही प्रक्रिया अवलम्बन गर्ला त? आयोगले 49 जना व्यक्तिहरूमाथि अनुसन्धान गर्न र दोषी देखिए कानून अनुसार कारबाही गर्न सिफारिस गरेको छ। अनुसन्धानको घेरामा तानिनेमा रासोपा सांसद गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की रहेका छन्। यस्तै रासोपाका तत्कालीन सांसद र अहिले पुनः निर्वाचित भएकी डाक्टर तोसीमा कार्की संसद भवन जलिरहेको बेला भदौ 24 गते त्यही गएर आगजनीमा संलग्नहरूसँग हात समाएर खुसियाली साटिरहेकी थिइन्। कार्की मात्र होइन, त्यसबेला पत्रकार रहेका र अहिले सांसद बनेका राजीव खत्री, सोम शर्मा, प्रसाद खनाल उर्फ केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव रहेका छन्। त्यति मात्र होइन, हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङमाथि पनि गम्भीर अनुसन्धान गर्न सिफारिस गरिएको छ। तर उनै गुरुङ चुनाव जितेर संसद छिरेर गृहमन्त्री भइसकेका छन्। उनै गुरुङको ठाडो आदेशमा रातारात प्रहरी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न ओछ्यानमै पुगेको थियो। तर जसले आदेश दिए उनै गुरुङमाथि यो सरकारले के गर्ला त? सम्पत्ति स्रोत देखाउन नसक्दा उनको मन्त्री पद 27 दिनमै चैट भएको थियो। यस्तै अमन प्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असीम मान बस्नेत रहेका छन्। त्यति मात्र होइन, युट्युबमा भिडियो पोस्ट गर्दै संसद जलिसक्यो। अब सिंहदरबार र राष्ट्रपति कार्यालय जलाउँ भनेर उत्तेजित पार्ने भाग्य न्यौपाने, अमेरिका बसेर नेपाल देख्ने र आफू नै नेपालको सर्वज्ञता झै गरी युट्युबमा भिड उत्तेजित पार्न योगदान गर्ने टङ्क दाहालमाथि पनि अनुसन्धान गर्न भनिएको छ। यस्तै भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउबा, सरू सुनवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्धि छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली रहेका छन्। प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनको सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागी हुन सक्ने भनी संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको देख्दा भाद्र 23 र 24 गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनवाईको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु आयोगले भनेको छ। तर आयोगको यो सिफारिसलाई कसले कार्यान्वयन गर्ने? जसमाथि अनुसन्धान सिफारिस गरिएको छ तिनै अनुहारहरूको संसद र सरकारमा वर्चस्व छ।